आजको एपिसोडमा सागर, काँची र सलिना बीचको तनाव एकदमै बढेको छ। अफिसमा सलिनाले बारम्बार सागरलाई सताइरहेकी थिइन्, अनि आज त झन् काँचीले आफ्नै आँखाले सलिनाले सागरको हात समातेको दृश्य देखिन्। यो दृश्यले काँचीको मन एकदमै दुख्यो। सत्य त के हो भने सागरले काँचीलाई पहिले नै भन्नुपर्थ्यो कि सलिना अफिसमा काम गर्छिन् र उनी धेरै पटक सागरलाई सताउँछिन्। तर सागरले यो कुरा लुकाए। यही कुराले काँचीको मनमा शङ्का जन्मिएको हो। अब काँची रिसाउने कुरा त पक्का नै भयो। काँचीको रिस कति खतरनाक हुन्छ भन्ने त हामीले पहिले पनि देखिसकेका छौँ। पहिलो पटक त उनले सलिनालाई घरबाटै निकालेकी थिइन्। यसपालि त झन् काँची सलिनालाई कुनै हालतमा क्षमा गर्नेवाला छैनन्। सलिनाको हालत एकदमै बिग्रिनेछ। यता काँचीका दाइ भने आफूले मन पराएको केटीलाई सम्मान र माया दिँदै बसेका छन्। उनी सोचिरहेका छन् कि यो केटीसँग विवाह गरे जीवन राम्रो हुन्छ। सागर र काँचीको जोडी राम्रो छ, माया र विश्वास पनि गहिरो छ। तर परिस्थितिले गर्दा झगडाको अवस्था फेरि आएको छ। सागरले ढिलो भए पनि यदि सबै कुरा काँचीलाई बताए भने काँची सुन्नेछिन्, बुझ्नेछिन्। तर सलिनालाई चाहिँ काँचीले यस्तो सजाय दिन सक्छिन् कि सलिनाले जिन्दगीभर सागरको पछि लाग्ने कुरा छोडिदिउन्। अन्त्यमा सलिनाले सागरलाई मन पराउनु, यो पूर्ण रूपमा सलिनाकै गल्ती हो। अब यसको परिणाम पनि उसैले भोग्नै पर्छ। आजको काँची सिरियलको रिभ्यू यही सकिन्छ। फेरि भेटौँला। धन्यवाद।